परम पूज्य गुरुजन एवं व्यासपीठमा उपस्थित हुनुहुने सम्पूर्ण विद्वान अग्रज सन्त चरण सबैको चरणमा प्रणाम गर्दै उपस्थित सकल सुन्दर साजीको चरणमा कोटि कोटि प्रणाम गरे। प्रणाम। बोलो श्री प्राणनाथ प्यारे की। महामती प्राणनाथजी महाराज तारतम सागर ब्रह्मवाणीमा भन्नुहुन्छ, श्री धाम मध्ये मेला सदिवे पण दुर्लभ मेलो संसार। परमधाम दिव्य परमधाममा हाम्रो मेला एकट्ठा हुन बहुत सरल छ। हाम्रो शयन गर्ने कक्ष एउटै छ, भोजन गर्ने कक्ष एउटै छ, हामी अष्टप्रहर सँगै रहन्छौँ। जब यो संसारमा हामी आयौँ, संसारमा आइसकेपछि पण दुर्लभ मेलो संसार, सुन्दर साथको भेटघाट हुन बहुत मुस्किल छ र यस्ता विशाल कार्यक्रमहरूले हामीलाई एक अर्कामा भेटघाट मात्रै नभएर हाम्रो अन्तरात्माको भेटघाट परमधामको सम्बन्धको अनुभूति गराउँदछ। र यो सम्पूर्ण यो अवसर यो शोभा श्रीराजजी महाराजले परम पूज्य गुरुजी जो धामवासी हुनुहुन्छ वृन्दावन गुरुजीलाई शोभा दिनुभयो र परम पूज्य भरतमणि महाराजजीलाई यो शोभा दिएर आज यो सुन्दर प्रसङ्गमा हामी उपस्थिति छौँ। बोलो श्री प्राणनाथ प्यारे की। आउनुहोस् म छोटो प्रसङ्ग राख्दछु। हामी सबैलाई थाहा छ पूर्ण ब्रह्म परमात्मा सच्चित आनन्द स्वरूप हुनुहुन्छ। यो शब्द हामी सबैलाई थाहा छ हो। अब यो शब्दलाई थोरै चिन्तन गरौँ। हामी सतको हामीले दर्शन गरिरहेको छौँ। सतको अंश अक्षर भगवानले यो सृष्टि बनाउनु भयो। यो सतको विस्तार स्वप्निक सृष्टि सतको विस्तार रहेको छ। भलै असत छ तर यसको मूलमा सतको विस्तार छ। र आनन्दको लीला श्यामा महारानीद्वारा रास मण्डलमा श्यामाजीको लीला देखाउनु भयो, प्रेमको लीला देखाउनु भयो र रास मण्डल विशेष गरेर अक्षर प्राधान्य छ, अक्षरलाई परमधामको प्रेम देखाउनका लागि। र सबैभन्दा महत्त्वपूर्ण प्रसङ्ग भनेको श्रीराजजी महाराजको चितघन स्वरूप, राजजी महाराजको जुन प्रेम छ, राजजी महाराजको जुन ज्ञान छ, जुन चेतना छ, त्यो देखाउनका लागि राजजी महाराजले यो सुन्दर जागनीको ब्रह्माण्ड बनाएर श्री तारतम सागर ब्रह्मवाणीको माध्यमद्वारा राजजी महाराजको हृदयभित्रको जुन पातशाही भन्छौँ हामी, एकदिली भन्छौँ, प्रेम आज हामीलाई सम्झाइरहनु भएको छ। बोलो श्री प्राणनाथ प्यारे की। र हो त्यही चिज बुझ्नलाई हामी यो संसारमा आएका छौँ र भुलनको लागि सुन्दर संसार बनाइदिनु भएको छ। अनेक तरिकाले संसारमा भुलाउने एकतिर राज्यको ध्येय छ र तारतम ज्ञानद्वारा जगाएर त्यो परमधाम बुझ्ने मात्रै नभएर राजी महाराजको हृदय बुझाउने कोसिस हामीलाई गराउनु भएको छ। र त्यसको लागि राज्यको हृदय बुझ्नलाई सबैभन्दा पहिले हाम्रो हृदय चाहिँ के हुनुपर्छ? सफा हुनुपर्दछ, सद्भावको हुनुपर्दछ। महामती प्राणनाथजी भन्नुहुन्छ, शास्त्र संगी सब यूं कहे विचार देखो महामत, जैसी होवे हृदय मिने तैसी पाइए गत। सम्पूर्ण शास्त्रका उदाहरणहरू हेरेर महामती प्राणनाथजीले हामीलाई सारमा हामीलाई सम्झाउनु भयो कि हाम्रो हृदयमा के छ त्यही अनुसारको हाम्रो गति हुन्छ। हाम्रो हृदयमा जस्तो भावना छ हो, प्रेमको भावना छ भने हामीले प्रेमको स्वरूपको दर्शन पाउँछौँ। ज्ञानको मात्रै भावना छ भने हामीले हो अक्षरसम्मको पाउँदछौँ। र मान मोह संसारको हृदयमा भावना छ भने हामीले संसारकै गति पाउँदछौँ। त्यो भएर हाम्रो हृदयलाई सफा बनाउनका लागि राजजी महाराजले यस्ता सुन्दर कार्यक्रमहरू, सुन्दर प्रसङ्गहरू ल्याउनु भएको छ। र यो प्रसङ्गलाई हामीले तारतम ज्ञानको समझद्वारा आनन्द लिँदै लिँदै साथमा जागृतिको भावलाई, समर्पणको भावलाई, किनकि प्राणनाथजी श्रृंगार ग्रन्थमा भन्नुहुँदछ कि तुम नासुत देख दिल में उपजिया करे पातशाही में फना हम। राजी महाराज के सम्झाउनुहुन्छ हामीलाई भने संसारमा आएर मायाको संसारको बुद्धि भइसकेपछि
हाम्रो हृदयमा कस्तो भावना आयो अरे भने प्राणनाथजी भन्नुहुन्छ करे पातशाही फनामे हम, साम्राज्य आफ्नो अस्तित्व चाहिँ संसारकै बढाउनका लागि हामी प्रेरित भयौं र मे दई पातशाही बक्का मिने, मैले सुन्दर साथलाई परमधामको पातशाही, राज्यको पातशाही सम्पूर्ण शोभा श्रृंगार तारतम्यवाणी भित्र दिएको छु। अब विचार देखो तुम, अब हृदयबाट विचार गरेर त्यो परमधामको शोभालाई हामीले हृदयमा प्रकट गराउनु छ। त्यो पनि जिउँदो हुँदै यही बसी बसी, इतही वैकुण्ठ इतही शून्य इतही प्रकटे पूर्ण ब्रह्म। प्राणनाथजी महाराजले मरेपछिको त्यो लक्ष्य बताउनु भएन, शरीर छँदै संसारमा छँदै परमधामको अनुभूति गर्ने र परमधामको प्राप्तिको दुईटा मार्ग छ, एउटा ज्ञानको मार्ग, एउटा प्रेमको मार्ग। प्रेम त्यसै हुन्छ अनायस, राज्यसँग प्रेम नहुने कोही हुनुहुन्छ? सबैलाई प्रेम छ, तर प्रेममा जब ज्ञान हुँदै जान्छ नि प्रेम अझै बढ्दै जाँदछ। तपाईले मन पराएको मान्छेको राम्रो कुरो थाहा पाउँदै जानुभयो भने उप्रति अझै प्रेम बढ्छ कि बढ्दैन? त्यसरी नै सुन्दर साथको राज्यप्रति अथाह प्रेम छ, तर त्यो प्रेममा अझै ज्ञान भयो, जुन परमधाममा सम्झाउन पनि त्यहाँको भूमिमा असम्भव भएको ज्ञान राज्यको आज यो संसारको व्यवस्थामा ल्याएर, यो शरीर यो बुद्धि अन्तस्करण संसारमा ल्याएर आज त्यो प्रेमको साथ साथमा ज्ञानको दर्शन गराउँदै राज्य महाराजको परमधाममा उठे पछाडिको अब परमधाममा उठेपछि अर्कै प्रेम अर्कै आनन्द होस् भन्ने राज्यको सुन्दर हेतुले हामीलाई यो सुन्दर व्यवस्था गर्नुभएको छ र हामी सबै सुन्दर साथ त्यही मार्गमा हिँडिरहेको छौँ र समय सीमित छ। सधैँ प्रसन्न रहौं, उज्याला मुख मोमिन कहे श्यामुआ कहे काफर, सधैँ प्रसन्न रहौं, उज्यालो अनुहार प्रसन्न चित्तको अनुहार। गीतामा पनि श्री कृष्णले सन्तुष्टम सततम योगी यतात्म दृढ निश्चय मैर्पित मनोरवृत्ति यो मत भक्त समय प्रिय, सधैँ प्रसन्न खुसी आनन्द रहने, किनकि आनन्द भनेकै आत्माको स्वरूप हो। आनन्द स्वरूप हामी हो कि होइन? त्यो आनन्द हृदयमा आएन भने सम्झिनुहोस् हामीमा केही न केही अज्ञान छ। अज्ञानको उपज नै दुःख हो। जब ज्ञानद्वारा जागृत भएपछि हामीलाई त्यो प्रेम र आनन्दको अनुभूति गर्छ र यो अनुभूति हामी सबैले गरिरहेको छौँ र सबैमा यो प्रेम रहिरहोस् र यो कार्यक्रम अत्यन्तै भव्य सभ्यको साथमा सफल भइरहेको छ। राज्य महाराजको कृपाले सुन्दर साथले यो परमधामको प्रेम र यो शोभा मन्दिरको शोभा श्रृंगार पाइरहनु भएको छ भन्दै मेरो छोटो शब्दलाई यही विश्राम गरे। जय जयकारको साथमा बोलो श्री कृष्ण कन्हैया लाल की जय, निजानंद स्वामी की जय, प्राणनाथ प्यारे की जय। प्रणाम।